एकछिन सुपा जाने काम छ, यसो तरकारी सरकारी किन भोलि बिदा कोको काम सोको काम भन्ने। हेलो माई फ्रेन्ड कि गुड मर्निङ गाइज, के छ खबर? सन्चै हुन्छ होला। बिहानको 7 बजे शनिबारको दिन काम जाँदैछु। अब मेरो बिदा छैन, प्रायः जस्तो त बिदा हुनुपर्ने हो, तर आजको शनिबार काम भएकाले काम जाँदैछु। जाडो छ, त्यही भएर मास्क लगाएर जानुपर्ने अवस्था। बिहान बिहान उठेर जानुपर्ने। अब नेपाल भइदा बिहानको 10 बजे 10-11 बजीसम्म सुत्न पाइन्थ्यो। यस्तै छ परदेशी जिन्दगी। एउटा त मलाई यो मास्क लाउनु पर्ने कारण के छ भनेपछि मलाई रुगाखोकी लागेको छ, त्यही भएर पनि मास्क नलाउनु पर्ने छ। आज म दिनभरि के गर्छु तपाईँहरूले देखाउनेछु। अहिलेको लागि चाहिँ कफी खाइदिउँ नि त, खानु पऱ्यो। बिहानको मुड फ्रेस त गराउनु परिहाल्यो। ओके, पर्स पनि पुरानै छ, नयाँ किन्नुपर्ने। अब म जहिले साइकलमा जान्छु, गाडी पनि किन्न पाएँ होइन। लाइसेन्स झिकौँ भने पैसा अब पुग्दैन 1 महिनाको स्यालेरीले। अब यता त लाइसेन्स झिकौँ भने त 30 मानदेखि 35 मानसम्म पर्ने रहेछ। त्यही भएर झिक्ने सोचिरहेको छु अझै केही महिनापछि। अनि म पनि सारा गाडीमा जान्छु। ल, म काम गर्ने ठाउँ पनि लगभग आइपुग्यो। यो पछाडिको बिल्डिङ हो टक्क। ल, अब म काममा जानुपर्ने हुन्छ गाइस साथीहरू। पहिलोचोटि भ्लग बनाउँदैछु, यसो नमिल्न नि सक्छ, त्यही भएर हजुरहरू यसो च्याउ नमानी हेरिदिनु होला। साइकलै त राखेँ। अब म भित्र छिर्छु। यता टाइम कार्ड हुन्छ, टाइम कार्ड हाल्नुपर्छ यसरी बिहानको। आज 21 तारिक, भोलि फेरि एक दिन बिता। अनि यो चाहिँ हाम्रो खाना खाने हल हो, झोलासला ब्यागस्याग राख्ने टक्क। यो चाहिँ अब हट वाटर तताउने भाँडो भइहाल्यो। यो रामेन सामेन ल्यायो भने चाहिँ टक्क यहाँ पानी हालेर तातो पानी हालेर खाने हो। दिउँसो क्युकेको बेला चाहिँ ब्रेक टाइममा कफी सफी सबै खान मिल्छ। यहाँ चिनी छ, यहाँ प्लास्टिकको कप छ, सुगर पनि के अरे दुध पनि छ प्याकेटवाला। ल, मैले चाहिँ मेरो भारी बिसाएँ यहाँ, अब काममा लाग्छु। अब दिउँसोतिर एकैचोटि खाना खाने बेला छोटो मिठो ब्लग। भातसात खाइसक्यो, खानासाना यसो बाहिरतिरको भ्यू। हेलो माई फ्रेन्ड कि यो चाहिँ मेरो साथी, श्रीलङ्कन साथी, मसँगै काम गर्ने। खानसाना खाएर मजाले मोबाइल हेर्दै बसिरह ने। बाहिरतिरको भ्यू यस्तो छ, मजाले घाम लागेको छ आज। यो खाइसामा चाहिँ हामी 2 जना मात्रै छौँ। 2 जना काम गर्ने बस्ने, अरू सब जापानिजहरू। यस्तै छ। 1 घन्टाको ब्रेक, फेरि 1 घन्टापछि काम सुरु हुन्छ। आउटसाइड भ्यू। तातो कफीको चुस्की लिँदै। खाना खाएपछि त निद्रा लाग्ने, झ्याउ लाग्ने, अल्छी लाग्ने हुन्छ नि त। त्यही भएर तातो कालो कोही खाएपछि कफी
निन्द्रा सिन्द्रा चैट काममा पनि अलिकति जोस आउने भयो नत्र त यतिकै काम गऱ्यो भने त निन्द्रा लाएर काम गर्न मन नलाएर घरमा भइदियो भए त मजाले सुत्थे भन्ने जस्तो हुन्छ त्यही भएर यो खाएपछि निन्द्रा हराउँछ काममा चाहिँ खानुपर्छ है फेरि सुत्ने बेला बेलुकातिर खायो भने त फेरि रातको निन्द्रा नै हराम हुन्छ फेरि यो पहिला चाहिँ मिठो लाग्थेन पहिला आजभोलि त खाने बानी परेर कालो चिनी नहालेर भए नि खाइदिन्छु होइन पिउदिन्छु के हो भन्नै बिर्स्यो फाइनली काम सकिसकेको छ हामी मेरो साथी म अब घर जाँदैछौँ साइकलमा आनन्दले गाउँको बाटो चिसो हावा खाँदै शान्त ठाउँमा हावा खाँदै जाँदैछौँ यता अहिले गहुँ लगाएको छ खेतमा गहुँ यताबाट हेर्न सक्नुहुन्छ धरी यो गहुँ छ यहाँ अहिले अब 2-3 महिनापछि लगभग 2 महिनापछि चाहिँ यो गहुँ काट्नलाई रेडी हुन्छ कति राम्रो छ गाउँ यहाँ यता कृषि नै अब वैज्ञानिक खेती भने यसलाई नै भन्ने रहेछ यस्तो खेती हाम्रो नेपालमा पनि गर्नु पाए कति आनन्द हुन्थ्यो है कति फल्थ्यो होला यो बुढो चाहिँ जहिले यसकै खेत हो क्या यो जहिले हेर्न आउँछ कि यति बेला नै हाम्रो भेट हुन्छ कि ठ्याक्कै 5 बजीतिर आफ्नो खेतमा यसो देख हुन्छ नि त अब एकछिन सुपा जाने काम छ यसो तरकारी सरकारी किन भोलि बिदा अब किनमेल गर्नुपर्छ सुपामा इन्टर हुँदैछौँ हामी यो सुपा एवन सुपा लास्टै ठुलो छ यो सुपर मार्केटमा किनमेल गर्न आउने गाडीहरूको पार्किङ एरिया ठुलो छ कसम लगभग 200-300 गाडी होला नि अरे मार्केटभित्र हामी आइसक्यौँ यताको नजारा देखाउन गइरहेको छु म अब यहाँ है कतिको महँगो छ त जापान यो फलफुलहरूको एरिया हो कस्तो गर्ने अब साथी भाषा जापानिज अब अलिअलि पढेर आएको रहेछ अब बोल्न जान्दैन के गर्नु त्योसँग बोल्दा मेरो भाषा नि डाउन फुलित्त भइसक्यो प्याज सक्यो प्याज किन्नु पर्ने हो यो 400 समथिङ 450 को भनौँ न यो प्याज 10-15 दाना होला यो किन्नु पर्यो को किनेर ल भन्छ बाबु दोरे गाई लिनु पर्यो आलु नि सक्या भन्दै थियौँ हामी अब महारानी 300 रुपियाँ अरे के आलु अबे साले ओके कोको कम यसलाई बुझ्ने तरिकाले भाषा बोल्नु पऱ्यो नि त अब कोको कम सोको कम भन्ने मोराले बुझ्छ अलिअलि भाषा बोल्यो भने सिम्पल भाषा बोल्यो भने चाहिँ मेरो नि सिम्पलै भइसक्यो भाषा त्यहाँ के पो भइरहेको त्यहाँ त स्टाफहरूको अब त्यहाँ मिस्टेक भयो होला स्टाफहरू त्यहाँ छलफल गर्दैछन् अब म चाहिँ चिकनतिर जाऊँ मलाई चिकन भएको ठाउँ मलाई त मनपर्ने चिकन हो बेबी खाले चिकन चाहिँ लानु पर्ला जस्तो छ को नेपाली काले अन्त श्रीलङ्का चिन्ने श्रीलङ्का आफ्नो देश मान्छे कोरिया पास्ता कुचिन्ने कोरिया अन्त न्युज चिन्ने रोटी रोटी नान रोटी कोरिया श्रीलङ्कामा आएको नि कतिवटा के कुचाहरू गोमाई कोको प्राइस 321 चिकनमा सबै ओके चिकन सबै पुरै 39
करी यूज था ओके वन वन सेकेन्ड ओके अन्त कोपीमा युज आसोको ओखाने पेटाइम गर्दा चाहिँ पेना यो चाहिँ किमा हो यो माथि चिकन किमा तल चाहिँ सायद पोर्क सुँगुरको होला यतातिर गाईको पनि छ यता त के हो त्यो आइटम सबै किमाको आइटमहरू अरे ओ लेग पिस ओके यता चाहिँ जुस आइटमहरू भयो यसो म्याङ्गो जुस ओरेन्ज जुस हो हाम्रो साथी पनि यता भेट भयो